So hello and namaste everyone, it's me Vinod Santial representing the vlog टक्क लाएर नयाँ दिन नयाँ भ्लगमा सबैजनालाई स्वागत छ। र आज चाहिँ बटो बन्नको दिन रहेको छ अनि टक्क लाएर भर्खर उठेर अब माइती पर्यो हैन टक्क ढुङ्गा खानासाना बनाउन जान लाग्यो अनि टक्क लाएर आजको मौसम चाहिँ यस्तो पानी पर्ला जस्तो छ है रुममा परेको छ ल गाइस अब चाहिँ उठेको र भेटौँ होला त्यति हुनु सो फाइनली गाइस म चाहिँ हैन टक्क लाएर यहाँ आइपुगेछु हैन अब टक्क अब किचनतिर चल्दिनु हुनुपर्छ हैन यहाँ अब टक्क माइतीहरूले चाहिँ खाना बनाउने ठाउँ चाहिँ यहाँनिर छ है टक्क लाएर यहाँ चाहिँ ल सबजना आइसकेको रहेछन् हैन मोमोलाई ढिलो हो के छ मामी बुम हानौँ न त नि मामी मर्निङै माल्दै मोटे उठियो नि भर्खर पापा नै आज राति ए आजले गर्दा यार आमामा हो मलाई छ भने ए बुम ल बुम छैन हामीलाई साइको साइको जेबी नलो ए ड्याडी मर्निङ मौसमले डेन्जर च्यालेन्ज गरिरहेछ होइन टक्क हामी माइतीहरू फेरि यहाँ टक्क खाना बनाउँदै उडालाउने ए ज्वाइँ हो यो थुम्बाको लागि पानी हो यो बुल्लाउने केसको लागि थुम्बा के हो थुम्बा भन्दाखेरि थुम्बा के थुम्बा उसको लागि भेराको र के साँडको लागि थुम्बा भनेको बुड्डे सारको लागि लगाइस् अब अहिले भेटौँला अब हल्का हल्का काम गर्नुपर्ने हुन्छ ल यस्तो टक्क अब यो चाहिँ उठा उसार्नु पर्ने हुन्छ ल बाबुको कोठा त गोडा पनि बनाइदिएछ है बाबु हेर्दै होला नि बाबुहरूले मेरो भ्लग ल बाबुको कोठा बाबु कतिको मिस गरेछ नि यो कोठालाई धेरै सम्झना छ नि बाबु यो कोठामा है म यहाँ छु होइन अब यो चाहिँ सब लैजानु पर्ने हुन्छ ल गाइस अब अहिले भेटौँला है भिडियो लामो हुनेछ आजको त्यही भएर बाहिर गएर भेटौँ ल यस्तो लगाएर अब यहाँ ड्याडीले चाहिँ पात्रो पर्ला होइन ल ड्याडी कस्तो छ भनिदिउँ त पढ्दैछु कि डिस्टर्ब नगर निलो निलो देखिन्छ ठिक छ बाबु एकदम सही छ है सही छ का एकदम राम्रो छ आजको दिनदेखि चाहिँ खै आजको दिनदेखि चाहिँ नगर शान्त भएको जस्तो देखिन्छ अहिले अरू मान्छेहरूले नि हेर्छ त्यो अनुसार कुरा गर्ने छ त्यो बाबु है अहिले मैले भनेको काटेको मान्छे भएर कुरा गरेको ठिक छ होला नि ठिक छ हामीले हेर्दा चाहिँ ठिक छ है राम्रो छ एकदम हाम्रो लागि राम्रो छ उठाको लागि कस्तो छ थाहा छैन के भन्छ ल अब यहाँ बान खाली भइसकेको छ अब होइन टक्क आलु सालु चाना साना गऱ्यो अब त्यहाँ उता केटी मान्छेहरूले मोल्दैछ तरकारी अब चाहिँ हामी यहाँ काटकुट कार्यक्रम हुन्छ लगाइस स्थिति सो गाइस होइन अब चाहिँ तल गीत गाउँदै रहेछ हामी चाहिँ यहाँ बिजी थियौँ होइन गोठतिर गोठ होइन किचनतिर बिजी थियौँ होइन अब चाहिँ टक्क लाएर तलतिर गएर टक्क लाएर गीत सुन्नुपर्ने हुन्छ ऱ्याप लाएर ल यस्तो दिउँ गाइस होइन टक्क लाएर गेट चाहिँ यहाँ छ होइन अब टक्क लाएर चाहिँ जानुपर्ने हुन्छ गीत सुन्न ल मिठो पारामा ल अब सबैजना यो रमाइलो गर्नु होला टक्क लाएर यो हो नि त नि रमाइलो इन्जोय छ इन्जोय बाली छ रे छ साउलाई भन्दा ब्याजलाई माया गरेछ Daddy,
रेडी के छ के जम्मै नाच्यो ल भयो जानेर आउने माइती भेट्दा फुलिन मन लाउने घरै गाउँमा तिमीलाई र मैले हो छोड्यौ कुरा मायालु जुनिका तिमीले छोड्यौ कुरा गाउँका मायालु के भुलम्ला कोखी साल मुटुको जलालाई घरै गाउँमा आउका मायालु निकाल्ने तिमीलाई र मैले हो छोड्यौ कुरा गाउँका मायालु सबले पैसा चढाउने कार्यक्रम भइरहेको छ है टक्क लाएर आजको दिन मौसम चाहिँ टक्क पानी बला बला जस्तो भइरहेको छ जागिन के छ के पर्दैछ पर्यो भने मान्छे मर्नु हुन्न ओ ड्याडी के छ के म ठिक छु बाबु यहाँ हाम्रो कार्यक्रम त्यसो भएर त्यो अलिकति उस भएको हामी जानेछौँ क्या माथि ल ल सही ल खोल्नु बाटो घरमा काम धेरै छ हाम्रो गाउँमा आउका मायालु जुनी काट्ने तिमीलाई र मैले हो छोड्यौ कुरा गाउँका मायालु जुनी काट्ने तिमीलाई र मैले हो छोड्यौ कुरा गाउँका मायालु
टक्क सबले सगुन खाने कार्यक्रम चल्दा है माइली औ भाइ के छ केही दिनमा दोब्रिन्छ दुःख माइत मकै छर्यो मकै मात्रै उम्रिन्छ हाम्रो गाउँमा औका मायालु जुनी काट्ने तिम्रो र मैले हो छोड्यो कुरा कैसे कैसे लोग रहते हैं यार यहाँ पर के रे फाइनली गाइस हाम्रो पुर्खेलीको डान्स हुँदैछ होइन टक्क सगुन खाने कार्यक्रम चलिरहेको छ होइन हाम्रो रुपेश दाई यहाँ छ होइन के छ मेरो दाई एकदम ओके नै भनौँ न बाबु जोस खुसी लाग्छ यत्रो अब 3 वर्ष 15 मा चाहिँ अहिले चाहिँ गाउँमा आएर नाच्न पाऊ त्यसै मलाई चाहिँ दाइ दाइ गर्व ल सही हो सही ओके टक्क ल यहाँ छ है टक्क दाइ मेरो माया टक्क मामा है म यहाँ छु को कहाँ छ र मामा यहाँ छ है ल सबभन्दा मेन माटोले ल हाम्रो पुर्खेलीको मेन माटुले होइन मेन मान्छे भनौँ न अनि यहाँ हाम्रो पुर्खेलीको गीत गाउने मेन अनि यहाँ हाम्रो महासमाज सहयोगी हाम्रो गीत गाउने मान्छे हाम्रो निर ठाइलो है होइन ठाइलो होइन ल अनि हाम्रो कार्यक्रम एकदम ठिक छ ल जयको काम ठिक छ ल आमासँगको विशेष अनि हाम्रो हजुर कस्तो रे आमासँगको व्यक्तित्व दिदी उहाँप्रति सम्मान व्यक्त छ हेलो यताको आमासम्महरू ल आमासम्महरू टक्क है अनि टक्क यहाँ बाउसम्महरू सबजना यहाँ छन् होइन ल अब एकछिन अब डान्स हेर्नुपर्छ ल टक्क हाम्रो पुर्खेली नाच्दा माया गरिदिनु ल सबैजनाले ल स्टेडियम गाइज टक्क लगाएर यहाँ चाहिँ होइन टक्क टिको लाउने कार्यक्रम चलिरहेको छ यो मेरो पछाडि चाहिँ है अनि यहाँ चाहिँ टक्क के छ के यो चाहिँ हाम्रो सगुन हो नि त होइन यसलाई चाहिँ फर्स्ट सगुन यो रक्सी भन्नु मिल्छ है सगुन यो हाम्रो गीत गाउने सबलाई ल टक्क हाम्रो गाउँका पुर्खे थाहा हाम्रो झ्याइनको नाक बबाल छ है झ्याइनले के हो बुढाहरू रक्सी खाँदै हो ल ठिक छ सरी ल स्टेडियम गएर अब डान्स हेर्नुपर्छ एकछिनमा टक्क ल ड्याडीले अब 1-2 शब्द बोल्नुहुन्छ होइन हाम्रो यो डान्स मलाई यो उसमा के बाबु त्यो खास मलाई लाग्न थियो तर जे पनि आज अहिले बन्द हिसाबले गर्दा अलिकति उस गरेको मात्रै हो यसो लाज हिसाबले मैले कुरा गर्यो है ठिक छ होइन त्यो अब त्यस्तो होइन कि जे पनि ठिक छ हामी भनेको अलिकति तलदेखि माथिसम्म हाम्रो टु टाइपसम्म हुनुपर्ने मान्छे जस्तो लाग्थ्यो मलाई ठिक है है त्योहरूलाई उस गर्ने जे भने साप हो ठर्काउनु त होइन त्यो त होइन त्यो अब सापै हो खाना खानुभयो खाना खायो ल म खाना खायो यहाँ अब नाचमा एक दुई दिन म नभएपछि नहुने जस्तो भएर म उभिएको हो क्या ल ठिक छ उभिनु पऱ्यो नि त ड्याडी जस्तो मान्छे होइन ल मिलन भाइ के छ पुर्खेली नाचको प्रेमिकाहरू है टक्क
उहाँ तलबाट यहाँसम्म हाम्रो नाच भनेर आइपुगेको हाम्रो भाइ मिलन भाइ रुपेश दाई है पानी नभए खुल्ला भयो भए यता नि हिमाल उता नि हिमाल खतरा देखिन्थ्यो यार दादा काम गरेको थिएँ अलि होचो भइयो कि है सरी ल
टक्करै निगलेको यो 0.5 गर्दैछु कि नआत्यो उसलाई जुम गर्ने तिमी अलि अगाडि बस न त जुम गरिहाल्छु नि डिस्को नाच जस्तो गरे Come on,